साथीहरूलाई धेरै धेरै शुभकामना। म चाहिँ अहिले चन्नेको एक प्रसिद्ध सानो शिव मन्दिरमा शिवजीको शिवालयमा दर्शन गर्न आएको छु। अझै मन्दिरको रेनोभेसन काम चलिरहेको रहेछ, त्यही भएर भिडभाड अलिक कमै छ। त्यहाँ चाहिँ दीप चलन भइरहेको छ। यो चाहिँ शिवजीको मेन मन्दिर हो साथीहरू। यहाँ चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ काम भइरहेको भएर यतातिर पूजास्थल ल्याएको छ शिवजीको। भिडभाड कमै छ। यहाँ चाहिँ शिवजीको मूर्तिमा पूजा हुन्छ साथीहरू, शिवलिङ्ग छैन है, भिडियो देखाउनु मिल्दैन। तपाईँहरूलाई दर्शन गरिसकेपछिको मन्दिरको पक्कै पनि बाहिरको भिडियो देखाउने छु। हेरौँ चाहिँ साउथको द्रविड शैली भनिन्छ। यो चाहिँ राम्रोसँग शिलालेख राम्रो डिजाइनहरू बनाएको छ। यहाँको मूर्तिहरू देख्न सक्नुहुन्छ। मन्दिरमा चाहिँ मन्दिर परिक्रमा गर्नको लागि बनाएको यो चाहिँ दृश्य हो। यता पछाडितिर चाहिँ सानो सानो मूर्तिहरू राखिएको छ मन्दिर परिसरभित्र, देख्न सक्नुहुन्छ। एकदम मनमोहक है, यहाँको शैलीहरू एकदमै राम्रो छ। डिजाइनहरू मन्दिरको एकदमै राम्रो छ साथीहरू। यहाँ भक्तजनहरू त अब धेरै कम छन् अहिले। तपाईँको फेरि यहाँ बिहान 6 बजेदेखि 9 बजीसम्म मात्र हुन्छ मन्दिरको टाइम, त्यही भएर भक्तजनहरू बिहान आएर गइसक्नु भएको होला। अहिले एकदमै सानो छ मन्दिरको परिसरको वरिपरिको दृश्य तपाईँहरूलाई देखाएँ। तपाईँहरूलाई साथीहरू साउन महिनाको दोस्रो सोमबार दर्शन गरिसक्यो। अब चाहिँ हामी बाहिर निस्किसकेका छौँ मन्दिर दर्शन गरेर। तपाईँहरूलाई साउनको यो भ्लग कस्तो लाग्यो साथ दिनुहोला, कमेन्ट गर्नुहोला, राम्रो भएको भए लाइक गर्नुहोला। सम्पूर्ण तपाईँहरू सोचेको पुरा गरौँ। महादेवले तपाईँको दिन राम्रोसँग बितोस्। शुभ दिन, साउनको धेरै धेरै शुभकामना। फेरि पनि भेट्ने छ अर्को ब्लगमा।